Hey guys! Welcome to our video. हैन आज चाहिँ हामी गिफ्ट एक्सचेन्ज गर्न गइरहेका छौँ। उसलाई मलाई बाहेक यति हो हैन। रुल्स चाहिँ हामीले पहिल्यै सेट गरिसकेका थियौँ। अब ऊ मेरो दिदी हो, कस्तो ल्याइदिने हेरौँ न त हैन। जति ल्याइदिए पनि कोही रिसाउन चाहिँ पाउँदैन। उसले दुईटा ल्याइनै बाँकी छ, म खुसी ल। सुरु गर। कुन कलर? येलो कलर। एउटा मात्र हाम्रो सबै हामीलाई चाहियो कि caramel lotion. टी-शर्ट। Oh my god. मलाई यतिकै राम्रो लागिसक्यो, म खोल्दिनँ। लोसन यो चाहिँ मैले आफै युज गर्न लिएर। ए हेर्नु है कस्तो स्वार्थी। मैले त त्यो सोचेर नि ल्याएँ, मलाई त राम्रो लाग्यो। अब पिङ्क। रेडी 1 2 3 गो। मैले उसलाई यही दिया हो त। रेडी 1 2 3 गो। Oh my god. कस्तो कलर ल्यायो, मैले लाउँछु भने। This is so cute guys. मलाई यस्तो कलर मन नि परेको थिएन त्यहाँ हेर्दाखेरि। उसलाई मन परेको कलर हो त्यो। अनि यो चाहिँ उसलाई पहिले मन परिरहेको थियो हैन, यताउता हिँड्दाखेरि, त्यही भएर मैले किने। Oh my god. She's so sweet. I love you. Guys, thank you. ममा चाहिँ कसले म युज लागि हैन यो उहिले दिया छोड्दिनु। अब तिमी कलर भन। ग्रीन मेबी। रेडी 1 2 3 गो। गो, तिमी देखाऊ पहिले। के हो त्यो? नेल पेन्टर। Oh my god, this is your clip. This is nail polish remover and I have given her 200 rupees. जिन्दगीमा ग्रीन कलरको बजाएर केही हुँदो रहेछ है लिकति। Okay, I love camis. यसले जे मन पर्छ हैन, त्यो नि मैले त्यही नै ल्याइदिएको छु के भन्ने नि हो। तिमीलाई म कति धेरै माया गर्छु भन त। यति धेरै एभ्री कलरको माया म उसलाई गर्छु नि त। 200 रुपैयाँ गाइस मेरो चार्जिङको गाडी भाडा लाग्यो। चार्जिङ ल अब भन तिमी। अब ब्ल्याक ब्ल्याक त छ छ तर एकदम सानो हो। बिकज हैन ऊ त भर्खर 11 क्लासमा पढ्छ नि त, अनि उसलाई चाहिँ कलेज जाँदाखेरि चाहिरहेको हुन्छ, त्यही भएर एकदम राम्रो। अब काँटा लाएर जान्छ गाइस। म कति आमा म खुसी भएँ। चाहिन्छ र अब दिउँ र भने यो नि चाहिने नै भने। माय गॉड। यो मैले पहिल्यै सोधेको थिएँ के कुन कलरको क्यामी किन्न मन छ भनेर। अनि त्यसपछि एप्रोनको भित्र लाउन सजिलो हुन्छ भनेर किने। अनि यो नि हेर्नु है कतै घुम्न जानु पर्यो भने लाउनु हुन्छ नि, दिदी राम्रै देखियोस् भनेर हो क्या मैले किने। है इट्स नट फेक है, म चाहिँ एकदमै गरिब छु नि त, त्यही भएर गरिबको म धनी देखाउँछु। म धनी, म पैसा कमाउँछु। रेडी 1 2 3 रेड कलर। ल रेडी 1 2 3 गो। Oh my god, oh my god, oh my god. यो मलाई गाइस, यो मलाई किने। चकलेट चाहिँ अलि हुन्छ नि यार राम्रो, अलि ठुलो चकलेट मन पर्ने मान्छेलाई ल चकलेट दियो खुसी हुन। कत्रो दियो कत्रो। मैले उसलाई धेरै माया गर्नु भएन होला गाइस, म पैसासँग उसको भ्यालु कहिल्यै साट्न चाहदिनँ के। मैले माया नगर्ने भएर अब पैसा दिउँ न भने सकिसक्यो। अब दुईटा वाइट वाइट चाहिँ मैले गाइस उसलाई लिइराखिदिन बाँकी छ के। मैले उसलाई एउटा नि अनि लिइराखिदिन्छु। आउट अफ लभ हिजो आफ्नै घरमा बनाएको मैले आफैले बनाएको। गाइस यो चाहिँ मेरो पोती हो। नट पोती नि त, यो मोतीको माला थियो अनि मैले आफैले नै बनाएको। कति राम्रो। मैले चाहिँ उसलाई यो किनिदिएको। यत्रो त मैले कहिले लाउने होला। दिस इज मलाई मन पर्छ। भेरी 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 गुड हैन। यो चाहिँ मेरो बुनुलाई लाउन दिन्छ तर दिन्छु नि यस्तो लाउने नै मैले त्यही भएर ल्याएर मैले। ऊ धेरै बाँकी छिन्, म अलिक गाली सोचिस सला ल तिमी भन। मैले धेरै सोचिस भन। अब तिनटा बाँकी छ। के ल ब्राउन ब्राउन मैले त्यस्तो धेरै केही ल्याइदिन्छु, म धनी नि हैन त। ओके यस्तो राम्रो नेल पलिस अनि क्लिप पनि कति क्यूट छ नि त हैन। हो हेर्नुस् कति क्यूट छ, तर साच्चै क्यूट छ है काटा त। आई लभ दिस। वाउ सिसो मतलब के भन्नु, मलाई इङ्ग्लिशमा त भन्न आउँदैन तर त्यो के सोसो भन्छ नि मैले पहिलेलाई मलाई के चाहिन्छ हिँड्दै थिएँ कि मैले के मैले त उसले पहिल्यै देखेँ यस्तो किन्न मन छ उस्तो किन्न मन छ भनेर सुन्या भरमा लिएर आएको हो। मैले के भनेको थिएँ आफैले बिर्सिसकेँ गिफ्ट हेर्दाखेरि कति धेरै गिफ्ट। आई लभ यु। मैले त फोनको कभर ल्याइदिउँ नि भनेको थिइनँ कि होइन उसको फोन राम्रो छैन नि त, कभर ल्याएको के भन्नु के थाहा मैले बिर्सिसकेँ नयाँ फोनको गिफ्ट दिन्छ। उसले मलाई अस्ति नै किनिदिन्छ भनेर किनिदिनु। मेरो टर्न हैन पर्पल। मैले उसलाई यति झोला मात्र दिएको ल। थ्याङ्क यू। यो पनि यसमा पनि त स्विट हार्ट छ नि त, उसकोमा स्विट हार्ट छ क्या। पर्पल ल। ए ओ माई गॉड, ओ माई गॉड। त्यहाँको चाहिँ नभन नि त्यहाँ नि। त्यस्तो कलरको होइन छैन। अब लास्ट एउटा भन्न। ब्लू
यो र पिङ्कले मलाई राउन्ड भएको थियो किनभने म कति पसला छिरेछु मलाई मन परेको थियो बल्ल तल यो त आज नि आउँछ कि अब साइज नै राखेको थिएन डर लाग्छ लागि पहिला राम्रो देख्दै देख्दै मैले कलेजमा मान्छे धेरै लिलाइदिनु गर्नु भएन यस्तो हुँदैन राम्रो हेर्दाखेरि त्यो नि होइन क्या अनि कलेजमा आउने के यस्तो देखिन्छ यसले 50 रुपैयाँ खोइ व्हाइट कलरको के रे एक सिस्मा ल सो गाइस यो चाहिँ मैले मेरो दिदीलाई दिएको गिफ्टहरु हो कस्तो लाग्यो भनिदिनु होला है त अब चाहिँ हेर्दिनु छ अनि दिदीले मलाई दिया चाहिँ हेर्नु कति इम्पोर्टेन्ट गिफ्ट दिन्छु म ए राख्ने बिर्सेछु माला चाहिँ मैले लगाइरहेको हुँदैन नि छु कस्तो लाग्यो त तिमीलाई मम्मी चाहिँ भन्दैन हैन मम्मी मलाई धेरै माया गर्नुहुन्छ नि त त्यही भएर मम्मी पनि एकदमै खुसी हुनुहुन्छ हैन म त मेरो बुनुको लागि चाहिँ स्वीट हार्ट हुन्छ हो एकदम स्वीट मेरो कलेजको टुक्रा मेरो बर्थडेमा त गिफ्ट दिएको थिएँ कि मैले त्यही भएर एक्सपेक्ट गरे मैले एउटा बुके ल्याइदिन्छु भने चाहिँ त्यो चाहिँ मैले हिजो भने अनि पर्दैन गरी एउटा ब्रान्डको बुकेहरु भनेको चाहिँ कहिले जानु कुरा छ व्हाइट सो ओ माय गॉड बिग बिग यो मलाई मन नि पर्दैन क्या आजकल भन्दिने हो भने अलिअलि हुन्छ नि सोचेर ल्याउनु नि गिफ्ट ल्याउनु नि चक्लेट नि यत्रो ल्याइदिए अलिक ठुलो हुन्छ नि आई हैव स्पेशल सरप्राइज फर यु आज आएको गाइस मलाई मैले दिएको गिफ्ट मन पर्यो मैले पाएको गिफ्ट चाहिँ के मन पर्दैन यो दुईटा मन पर्यो त्यति हो मेरो बुनुलाई मैले जे दिन मन पर्छ भने मलाई त्यति यो मैले नि यो किन्ने सोचमा थिएँ किनभने मलाई तिमी किन न गरी त्यसपछि मैले किन्नु म एउटा कुरा चाहिँ के हो भने मैले किनेको सनस्क्रिन मैले किनेको लोसन मैले किनेको मोइस्चराइजर एभ्रीथिङ उसले युज गर्छ अनि यो नि अब मलाई धेरै नै युज गर्ने किन त मैले भन्दा धेरै उसले युज गर्छ हामी त धेरै मिनेट गर्छौँ अगाडि बढ्छौँ क्यामी ल्याइदिए के ल्याइदिए कलर अनि दामी ल्याइदिए भने मैले इलाइजिङ गरेँ मेरो बुनुको कपालले तिल लाउँछ अनि उसले त्यो बाहिरबाट निक्लेस हालेर लगाउने वाला काम सिकाउ त्यसै गर्छ नि त होइन ल ठिक छ यसरी कलर सुहाउँछ कि सुहाउँदैन भन्ने एउटा हुन्छ अलि अर्कै सेपको पिङ्क पाएको होइन यही सेटको पिङ्क पेपर एकदमै राम्रो देखिन्छ भने मैले सोचेँ मलाई गुवा पर्छ नि थाहा मान्छेले त लुइ ल्याइदियो भने के जान्थ्यो र आजलाई चाहिँ यति नै गाइस पछि फेर्दै गरौँला म रुन्न म खुसी छु म बाँकी किनेर राखेर गिफ्ट सबैले धन्यवाद म के भन्छ म एकदमै खुसी छु जसले गिफ्ट दियो उसले दिन बित्तिकै मलाई त्यो सुन भन्दा पनि बढी भइसक्यो यो चाहिँ मलाई सोचेर किन भनिदिनु म उसले लाउने छ हामी चाहिँ के गर्ने म चाहिँ गर्दिनँ बेसी गर्दिनँ भन्नु बाकी पनि लोभी त छु होइन किन भन्छ मसँग पैसा उसित पैसा छैन बुझ्दिनु न उसित पैसा छैन उसले पैसा आउँदैन यो त मैले आएर जान्छ कलेज मेरो बुनुले दिएको भनेर म ट्याग पनि गर्छु होला सबैले भन्छ यो मेरो बुनुले गिफ्ट दिएको मलाई अनि यो नि अस्ति सपिङ गर्नले छोडेर कि मतलब यही प्यान्ट त भन्दिनँ मलाई यस्तो प्यान्ट किन्न मन छ गरेर नकिने कि मैले किनिदिएको सो भोलि पर्सि उसले मलाई पाल्छिन् म पालिन्छु नेभर माइन्ड गाइस आजलाई यति नै ल देखिहाल्नु भयो होला हाम्रो गिफ्ट सिफ्ट होइन ल धन्यवाद बाई